यो 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 च्यानलमा फेरि पनि स्वागत छ। आज चाहिँ होइन यो भिडियो पहिलो कुरो त के भन्ने भन्दाखेरि होइन साथीहरू, यो भिडियो चाहिँ कुनै बाइ सेलको रिकमेन्डेसनको लागि होइन, जस्ट एजुकेसनल पर्पजको लागि बनाएको हो भन्ने कुरा जानकारी दिन चाहन्छु है त। यो भिडियो किन्न त हुँदैन होला है, किन्नुभयो भने मलाई के मतलब होइन। सो होइन जे भयो नि यो भिडियो चाहिँ तपाईँहरूलाई बाइ सेल गर्नलाई चाहिँ बनाएको होइन है। मैले आफ्नै एउटा जे भयो नि यो के भन्नु अब होइन, जे भयो नि ल भिडियो सुरु गरौँ। यहाँ हेर्नुहुन्छ भने राधीले एउटा राम्रो एक्सटेन्डेड होइन एउटा राम्रो इम्पल्स बनाइरहेछ है। तपाईँहरूलाई चाहिँ म राम्रो इम्पल्स कस्तो हुन्छ भन्ने कुरा देखाउँछु भन्ने त। यो राधी ठ्याक्कै त्यही छ क्या। हेर्नुहुन्छ भने राधीमा फर्स्ट वेभ बनायो होइन, एउटा इम्पल्समै बनायो। सेकेन्ड वेभ फल आयो होइन। यो लार्जेस्ट टाइम फ्रेममा यो तपाईँले ब्ल्याकमा देख्नुभएको यो फर्स्ट वेभ, यो सेकेन्ड वेभ, अनि थर्ड वेभको लागि तपाईँहरूले हेर्नुहुन्छ भने राम्रो एक्सटेन्डेड मुभ गइछ। यो थर्ड वेभ हुन सक्थ्यो तर भएन। किन भएन? किनकि यसले फल दिएन, फोर्थ वेभ बनाएन, यसले फिफ्थ वेभ बनाएन कि। यसले के गर्यो, करेक्सन राम्रो दियो, फोर्थ वेभ बनेन होइन। करेक्सन राम्रो दियो, फोर्थ वेभ बनेन है। तपाईँहरूले यहाँनिर यसलाई फोर्थ वेभ भनेर नि काउन्ट गर्न सक्नुहुन्थ्यो होला, तर त्यतिखेर तपाईँहरूले यहाँनिर फोर्थ वेभ भनेर काउन्ट गरे भए मिसलेबलिङ हुन्थ्यो। जस कारण यो चाहिँ के स्ट्रक्चर थियो भन्दा 5 वेभमा माथि गयो, त्यसपछि करेक्सन आएर यहाँनिर एबिसी बनाएर यहाँनिर फेरि यहाँनिर सेकेन्ड वेभ बनायो, 1 2 बनायो, फेरि 3 को लागि 1 2 अनि 3 4 5 गरेर यसले 3 को 3 बनायो, 3 को 4 बनायो, 3 को 5 बनाएर 3 बन्यो होइन है। लार्ज टाइम फ्रेममा 3 बन्यो, 4 बन्यो, त्यसपछि अहिले 5 बन्दैछ। लार्ज टाइम फ्रेममा 5 बन्दैछ है। यो चाहिँ कस्तो खालको मुभ हो भन्दा एक्सटेन्डेड मुभ हो क्या। यस्तो मुभ चाहिँ के हुन्छ भन्दा एउटा स्ट्रङ मार्केटमा होइन 200 को माल 1000 पुग्दाखेरि यस्तो मुभ देखिन्छ क्या, एउटा हाई क्याप स्टकतिर है। भोलाटाइल हुन्छ होइन, एक्सटेन्डेड मुभ जाँदाखेरि यसरी जान्छ क्या है। एक्सटेन्डेड चाहिँ फर्स्ट वेभ नि एक्सटेन्ड हुने सम्भावना हुन्छ, सेकेन्ड वेभ नि सेकेन्ड वेभ अरे फर्स्ट वेभ नि हुन्छ, थर्ड वेभ नि हुन्छ र फिफ्थ वेभ पनि हुन्छ। तिनवटामा जुन पनि एक्सटेन्ड हुन्छ, तर मोस्टली चाहिँ थर्ड वेभ एक्सटेन्ड हुने गर्छ है। अनि यहाँ हेर्नुहुन्छ भने अहिले फिफ्थ वेभको लागि हामी रनिङ भइरहेछौँ होइन। फिफ्थ वेभ अब फिफ्थ वेभ भन्ने सम्भावना आयो हुन्छ क्या यसमा। अब हेर्नुहुन्छ भने यहाँनिरदेखिको यहाँनिर रिट्रेसमेन्ट हेर्नुहुन्छ भने एउटा राम्रो जोन एउटा की लेभलबाटै यसले पुल ब्याक दियो होइन। साफ फल मैले यसमा चाहिँ के सोचिरहेको थिएँ भन्दा यहाँनिर साफ फल छ सेकेन्ड वेभमा, फोर्थ वेभ चाहिँ हल्का ट्राइङ्गल बनाउँछ कि जस्तो लाग्यो, तर खासै त्यस्तो छाटकाट चाहिँ देखिरहेको छैन मैले। अब यसले कम्प्लेक्स डब्लुएक्सवाई बनाउन गए छुट्टै कुरो होइन, नत्र यसले चाहिँ इन्डिङ डायगनल बनाउन जाने सम्भावना हाई देखिन्छ है। अहिले हेर्नुहुन्छ भने यो लेभल एउटा स्ट्रङ डिमान्ड जोन थियो होइन। अब होइन यो एरियालाई ब्रेकडाउन नगरिकन माथितिर सर्च गर्छ भने यो स्टकले होइन। तपाईँहरूलाई म कसरी देखाउँ भन्दाखेरि यहाँनिर हेर्नुहुन्छ भने इन्डिङ डायगनलको जस्तै प्याटर्न देखिरहेको छ। 1 2 बनाएर 3 वेभमा 2, 3 वेभमा फेरि यहाँनिर 3, अनि यो लेभललाई ब्रेकडाउन नगरिकन यहाँ 4 एन्ड यहाँ 5 गरेर एउटा च्यानलमा होइन मुभ गर्छ भने होइन, त्यो च्यानलमा मुभ गरेर माथि इन्ड हुन्छ भने त्यसलाई हामी इन्डिङ डायगनल भन्छौँ। र यो मुभ चाहिँ इन्डिङ डायगनल सी वेभ र फिफ्थ वेभमा हुन्छ होइन। तसर्थ यसको मुभ कस्तो हुन्छ भने तपाईँहरूलाई देखाउनु पर्दाखेरि इन्डिङ डायगनल हो भने यो एरिया ब्रेकडाउन नगरिकन माथि जान्छ भने यसले सिएचडिसी कस्तो मुभ देखाउने सम्भावना हुन्छ क्या। ठ्याक्कै त्यसै नै त्यही रिजेम्बल गर्छ भन्ने हुँदैन, तर यस्तै एउटा च्यानल प्यारल च्यानल भनौँ, एउटा के भन्छ यसलाई, एउटा कन्ट्रास्ट भएर गइरहेछ नि त यहाँनिर मुभ होइन। हो यसरी नै एउटा लास्ट स्विङ त्यसरी जाने सम्भावना छ क्या राधीको। राधीको हेर्नुहुन्छ भने त्यस्तो स्विङ देखिने सम्भावना छ। जस्ट त्यो कम्प्लिट भइसकेपछि एउटा साफ फल आउने देखिन्छ। तपाईँहरूले अब विकलीमा आरएसआई हेर्नुहुन्छ भने नि आरएसआई एकदम लो आइरहेछ होइन। यो खासै म्याटर गर्दैन। थर्ड वेभ हेर्नुहुन्छ भने थर्ड वेभले राम्रो एक्सटेन्ड गरेको छ, माथिको लेभल पनि ब्रेकआउट गरेकै छ होइन। कुनै रुल्सलाई इन्भ्यालिड गर्दैन। 1 2 छ, 1 2 3 बनाएर 4 बनाएर गइरहेछ होइन। अब त्यसो अब यहाँसम्म एक्सटेन्ड हुने सम्भावना छ, अलि चाहिँ माथि एक्सटेन्ड हुने सम्भावना छ। 3 अलरेडी एक्सटेन्ड भइसकेकाले 5 एक्सटेन्ड चाहिँ नहोला भन्न सक्छु म होइन। 5 चाहिँ एज अ इन्डिङ डायगनलको फर्ममा
कम्प्लिट हुने जस्तो देखिरहेछ। तपाईँहरूले भोल्युमहरू हेर्नुहुन्छ भने भोल्युम खासै त्यति राम्रो छैन। त्यो भोल्युमहरू चाहिँ हल्का विक हुन्छ क्या इन्डिङ डायगोनलमा। अब त्यस्तै सिनेरियो इन्डिङ डायगोनलपट्टि हामी धेरै म इन्डिङ डायगोनललाई बिलिभ गरिरहेको छु। त्यहाँनिर चाहिँ इन्डिङ डायगोनल फर्म हुन्छ कि भन्ने कुरा छ होइन। अब मन्थलीमै हेर्नुहुन्छ भने मन्थलीमा चाहिँ आरएसआई 76मा टप लगाएर छ। त्यसपछि अहिले 71को एरियातिर छ। जुन चाहिँ अब यो माथिको 76को एरियालाई ब्रेकआउट नगरिकन यहाँबाट फल दिन्छ भने मैले भने जस्तै मुभ गरेर हामीले चाहिँ 5th वेभ कम्प्लिट गरेर भन्न सक्छ। फेरि यो माथिको ब्रेकआउट गर्दै गर्दै जानु चाहिँ हुँदैन है। थोरै तल माथि भएर केही फरक पर्दैन, तर ब्रेकआउट गरेर माथि नै जानु चाहिँ भएन है। 80को लेभलतिर गयो भने चाहिँ फेरि त्यो हामी फेरि रिलेभलिङ गर्नुपर्ने हुन्छ है। त्यो हुँदाखेरि अब यसले चाहिँ एउटा एउटा इम्पल्स हक्काएर एउटा करेक्सन लिन्छ कि जस्तो देखिरहेछ। प्राइस पनि एकदम माथि गइरहेछ। एउटा रिट्रेसमेन्ट त अवश्य नै मार्केटले दिन्छ नै दिन्छ होइन। विदाउट रिट्रेसमेन्ट मार्केट चल्दैन। यहाँ माथि प्राइस यसको नै हुँदैन है। त्यसै गरी आज रातिको भिडियो चाहिँ यी सक्काम होइन। तपाईँलाई मैले एउटा राम्रो इम्पल्स कस्तो हुन्छ भन्ने कुरा मात्र देखाउन खोजेको हो होइन। सबैमा यस्तो स्ट्रक्चर देखिँदैन, तर राम्रो राम्रो एउटा ब्लु चिप स्टकहरू हुन्छ नि, हो त्यस्ता स्टक भन्छ नि ब्लु चिप भनेर, हो त्यस्ता स्टकहरूतिर चाहिँ यस्तो स्ट्रक्चर धेरै जस्तो देखिन्छ क्या। बिपिसिएल नै हेर्नुहुन्छ भने, सिएसडी एनआरएन हेर्नुहुन्छ भने तपाईँलाई म एउटा एनआरएन पनि देखाइदिन्छु है त यही भिडियोमै है। एनआरएन पनि त्यस्तै छ है हेर्नु। एनआरएन यहाँदेखि सुरु भएको मुभ त्यसरी नै एउटा एनआरएन पनि त्यही स्ट्रक्चर सेम छ यही स्ट्रक्चर। यिनीहरू लगभग एनआरएन यो अहिले भर्खरै हेरेको हामीले कुन हेरेर आदिको एउटा लास्ट लेग बाँकी छ जस्तो देखिन्छ। सो रिस्कहरू चाहिँ मेन्टेन गरेर बस्नु होला है। थ्याङ्क यू फर वाचिङ होइन। ल च्यानलमा लाइक सेयर सब्सक्राइब गर्नु होला है। तपाईँहरू काम छैन यार लाइक सेयर गर्नुहुन्न। म त डिमोटिभेट भइसक्यो यार भिडियो बनाउनलाई है। ल थ्याङ्क यू फर वाचिङ दा।